अभी जनकपुर में अभी मैं पौवा होटल में हूँ और अब पौवा होटल का आज उद्घाटन है। सो ये होटल बेचा है, तो इस होटल में क्या क्या विशेषता है तो मैं इस उद्घाटन के मार्फत से आपको बताने जा रहा हूँ। तभी तक चैनल को सब्सक्राइब नहीं किया तो सब्सक्राइब करिएगा, वीडियो में बने रहिएगा। मैं आपको पत्रकार सम्मेलन है और उसका विशेष क्या क्या व्यवस्था है, मैं पौवा होटल के में प्रवेश कर रहा हूँ। माता सीताको पवित्र जन्मभूमि सुन्दरनगरी जनकपुरमा होटल पौवाले आफ्नो नयाँ शाखा उद्घाटन समारोह साथै ग्रेट खाना प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएकोले हामी जानेछौँ जनकपुर। नेपाली आतिथ्य सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको होटल पौवाले 19औं शाखा जनकपुर धाममा सञ्चालन ल्याएको छ। मिथिला सभ्यता, संस्कृति, धार्मिक आस्थाको केन्द्र जनकपुरमा स्थापित यस होटल पौवाको औपचारिक उद्घाटन यही जेठ 22 गते हुँदैछ। उद्घाटनको अवसरमा होटल पौवाले 3 दिने बृहत खाना प्रदर्शन आयोजना गर्दैछ। कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली खाना तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शन गर्दछ। जनकपुरको 4 तारे विस्तार यात्रा अर्को महत्त्वपूर्ण उपलब्धि हो। जनकपुर धाम धार्मिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो। नेपाल भारत धार्मिक सम्बन्ध आस्थाको केन्द्रको रूपमा रहेको यस सहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आर्थिक उद्योगको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। यस होटलमा फरक फरक सुविधाले सुसज्जित 62वटा रुम रहेको छ। 4 तारे स्तरमा हुनुपर्ने सबै सुविधा, स्विमिङ पुल, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन हलहरू, रेस्टुरेन्ट, जिम, साउना, स्टिम, स्पा सुविधा सहितको पूर्वाधार सञ्चालन आइसकेका छन्। होटलको नेपाली स्वाद र नेपाली संस्कार र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा 24 घण्टा प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोह तथा बृहत खाना प्रदर्शन कार्यक्रम मध्य प्रदेशका 8वटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा छ। नेपाली स्वाद र नेपालीपन र आत्मीय आतिथ्यतालाई अझ व्यापक रूपमा प्रवर्धन गर्ने अभियान पौवा रहेको छ। सञ्चारकर्मी मित्रहरू, चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ। रूपन्देहीबाट सुरु गरेको यात्रा आज जनकपुर धामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्रान्डको रूपमा विकास भएको छ। हाल होटल पौवाका शाखाहरू भैरवा, बुटोल, गरुसिंहे, भालुबाङ, लमई, घोराई, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौँ, भक्तपुर, मुलकोट, कालिन्चोक लगायतका विभिन्न स्थान सञ्चालनमा छन्। साथै नेपालगञ्जमा 5 तारे होटल तथा पाल्पाको चौकी डाँडामा लग्जरी रिसोर्ट पौवा वनवास निर्माणाधीन अवस्थामा रहेका छन्। गत वैशाखबाट भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि 4 तारे होटल सञ्चालनमा ल्याएका छौँ। देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा सामूहिक लगानीको अवधारणामा सञ्चालित संस्था हो। हामीले कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै पौवाले साझा स्वामित्व र साझा सफलताको अवधारणालाई व्यवहारमा उतारेको छ। सञ्चारकर्मी मित्रहरू, जनकपुर धाम, लुम्बिनी, पशुपतिनाथ तथा अन्य धार्मिक एवं सांस्कृतिक गन्तव्यहरूलाई समेट्ने यात्रामा होटल पौवा भारतीय तथा नेपाली पर्यटनका लागि विश्वसनीय आतिथ्यता साझेदारका रूपमा स्थापित हुँदै गएको छ।
एकीकृत ब्रान्ड अन्तर्गत गुणस्थिरता, स्वच्छता, सेवा मापदण्ड कायम राख्दै पौवाले पाहुनाहरूलाई सुरक्षित, सहज, अविस्मरणीय र आत्मीय अनुभवलाई प्रदान गर्नेछ। नेपाली स्वादलाई विश्व स्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य सहित पौवाले होटल पौवा आगामी दशकमा मिसन 100 अन्तर्गत देश तथा विदेशमा आफ्ना उपस्थितिलाई थप विस्तार गर्ने रणनीति अघि साथ गरेको छ, जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने प्रतिबद्धता सहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पुर्याउने यात्रामा निरन्तर अग्रसर छ। यो अहिले अध्यक्षज्यू अर्को कार्यक्रममा रहेको हुनाले अध्यक्षको तर्फबाट म पढेको छु। अध्यक्ष दुर्गा भण्डारी, मिटिङ 2083 जेठ आजकै नमस्ते। स्थानमा होटल पौवाको सञ्जाल बनाउने र सँगसँगै यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली ब्रान्ड, जसरी हामी अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आइरहेका छन्, यस्तै गरेर पौवालाई हामी अन्तर्राष्ट्रिय रूपमा पनि अगाडि सार्ने गरी तयारी गरिएको यो एउटा संस्था हो। त्यसलाई हामी मिसन 100 को अहिलेको रणनीतिक योजनाको रूपमा हामीले लिइरहेका छौँ। अहिले हामीसँग ठ्याक्कै करेक्ट यति नै भनेर सङ्ख्या त छैन रोजगारीका हिसाबले, हामीसँग लगभग प्रत्यक्ष अप्रत्यक्ष 1500 प्लस नै पौवासँग रोजगार पाउने सङ्ख्या पुगिसकेको छ। खानामा मिथिलामा हामीले मिथिलाको अझै हामी यहाँ अध्ययन गर्न पर्छ, किनभने हामी भर्खर इन्ट्री भएका छौँ। त्यसकारणले हाम्रा सेफहरूले यहाँका खानाहरू रिसर्चको कामहरू अलि बढी हुन्छ भने हामी नेपालभरका अन्य ठाउँहरूका खाना चाहिँ मिथिलालाई चखाउने पनि हाम्रो योजना छ। अन्तर्राष्ट्रिय फुड त हुने नै भए सँगसँगै हामीले मखनाको खिरलाई यहाँको प्रमुख खानाको रूपमा राखिदो रहेछ, यो चाहिँ हामीले लाँदैछौँ। र अरू पनि हामी यहाँका रिसर्च गरेर पौवाका हरेक प्रपर्टीमा मिथिलाका खानाहरू अगाडि बढाउने योजना चाहिँ यही खाना प्रबन्धन पछाडि तपाईँहरूका सुझाव सल्लाह अनुसार हामी पौवामा मेन मेनुमा मिथिला खानाहरूलाई अगाडि बढाउने लक्ष्य राखेका छौँ। 4 स्टारको लगभग सबै कुराहरू पुरा भइसकेको छ। सायद अब क्यासिनो पनि यहाँनिर एग्रिमेन्ट भएको छ, तत्कालै क्यासिनो पनि सुरुवात हुन्छ। यो कुरा हजुरहरूलाई जानकारी दिन चाहे। जनकपुरमा के देख्नुभयो यो प्रश्न सबभन्दा पहिले त हामी पहिले भनिसकेका छौँ, नेपालभर 100वटा प्रपर्टी विकास गर्न खोज्दैछौँ। यो मध्य प्रदेशको राजधानी भएको हिसाबले जनकपुर मोस्ट इम्पोर्टेन्ट ठाउँ नै हो। सँगसँगै नेपाललाई जोड्ने अन्तर्राष्ट्रिय पर्यटनलाई मिथिला सभ्यता महत्त्वपूर्ण कुरा हो। हामी संसारलाई यो मिथिला सभ्यता पहिचान गर्न पहिले जनकपुर नआइकन अगाडि बढ्न सकिन्छ भन्ने हामीलाई लाग्दैन। अर्को व्यावसायिक हिसाबले हेर्ने हो भने यहाँको जनसङ्ख्या, यहाँको बढ्दै गएको विकासलाई प्राइभेट सेक्टर उपस्थित हुन जरुरी छ, जसमा पनि नेपाली चेन होटल जनकपुरमा आइसकेपछि यहाँको कल्चरलाई अन्त लाने र यहाँ अरू कल्चरहरू मिक्सअप गरिसकेपछि एउटा छुट्टै कल्चर विकास हुन सक्छ भन्ने हामीलाई विश्वास छ। अझै अर्को कुरा चाहिँ यो विवाह केन्द्र हो। हामीले अहिले तत्काल यो 4 स्टार होटलबाट काम गर्दैछौँ भने निकट भविष्यमा हामी एउटा छुट्टै इभेन्ट सेन्टर विकास गर्ने रणनीति पनि बनाएका छौँ। त्यो भनेको हाम्रो 5 स्टार होटलका लागि अर्को प्रोजेक्सन पनि हामी गर्दैछौँ, जहाँ चाहिँ अन्तर्राष्ट्रिय स्तरका विवाह यो ठाउँमा आएर अविस्मरणीय भनेर हामीले भनेका छौँ। त्यो जनकपुर जुन जानकीको ठाउँ हो, त्यहाँ विवाह गरेर एउटा अविस्मरणीय स्थान बनाउनलाई चाहिँ पौवाले अर्को प्रोजेक्टको पनि योजना बनाइरहेको छ। त्यो प्रोजेक्टमा हामी अध्ययन अनुसन्धान गर्दैछौँ, कुन ठाउँमा हुँदैछ। त्यसको सहयोग र साथ यहाँको जनकपुरको हजुरहरूको मिडियाको तर्फबाट, यहाँका व्यवसायको तर्फबाट, यहाँका अन्य सामाजिक व्यक्तित्वबाट हामी अपेक्षा राखेका छौँ, ताकि जनकपुर एउटा ठुलो इभेन्ट सेन्टर बन्न सकोस् भन्ने हाम्रो शुभेच्छा छ भन्दै जनकपुरमा हामीले देखेका कुराहरू पनि क्लियर गर्न खोज्यौँ। अर्को
प्रश्न राख्नु भएको छ अहिले यसमा लगानी कति छ भन्ने कुरा। खास गरेर यो प्रपर्टी हामी अहिले अलरेडी बनिरहेको प्रपर्टीलाई एक्वायर गरेको हो। त्यस कारणले हाम्रो अहिले लगानी चाहिँ त्यति धेरै छैन, लगभग 10 करोड हाराहारी पुग्ला भन्ने हामीले अनुमान छ यसको कम्प्लिट गर्दाखेरि। र अर्को हाम्रो प्रोजेक्ट चाहिँ सञ्चालन गर्ने लक्ष्य राखेका छौँ, त्यसमा झन्डै हाम्रो 2 अर्ब प्लस जनकपुरमा पौवाले लगानी गर्ने गरी दीर्घकालीन लक्ष्य राखेको छ। र ओभरअल पौवामा हामी अहिले विभिन्न लगानीकर्ताहरूको झन्डै हामी 250 प्लस लगानीकर्ताहरूको पैसा र ब्याङ्किङ गरेर उपत्यका सम्पूर्ण पत्रकार साथीहरूलाई मैले एक गरिदिन सबैलाई होटल पौवाको तर्फबाट स्वागत गर्न चाहन्छु। तपाईहरू हामी अहिले जहाँसम्म पुगिरहेका छौँ, हजुरहरूको माया ममता, हजुरहरूले दिएका दिशानिर्देश, हजुरहरूले हामीलाई माथि पुर्याउन जुन सहयोग गर्नुभएको छ, तपाईँहरूको भूमिकाप्रति हामी सधैँ आभारी रहनेछौँ, ऋणी छौँ। र तपाईँहरूको यो माया सधैँ पाउने हामीले आशा गरेका छौँ। हाम्रो एउटा 100 मिशन लिएर अगाडि हामी यहाँ आइपुगेका छौँ। यसमा यो ठाउँमा पनि हजुरहरूले माया र यसलाई हाम्रो कामलाई निश्चय नै माया गरिदिनुहुनेछ। निश्चय नै तपाईँहरूले हामीलाई सबै कुरामा सहयोग पुर्याउनुहुनेछ, सहयोग पुर्याउनु भएकै छ भन्ने आशा पनि लिएको छु। र यो पौवालाई माथि पुर्याउनको हजुरको टेवा, हजुरहरूले दिने मायालाई हामी सधैँ आत्मसम्मानसहित राख्नेछौँ भन्ने कुराहरू राख्दै हजुरलाई जुन हाम्रो निमन्त्रणा, सानो निमन्त्रणा पनि यदि स्वीकार गरेर सम्पूर्ण उपस्थित हुनुहुँदा सम्पूर्ण पत्रकार मित्रहरूलाई चाहिँ धन्यवाद अथवा आभार व्यक्त गर्दै तपाईँहरू सबैले स्वागत गर्दै बिदा हुन्छ। सबैलाई मेरो नमस्कार। अरू थप केही छ भने पनि हजुरहरूको नगरी जनकपुरमा हामी आएका छौँ। यहाँहरूको साथ सहयोग सम्पूर्ण नेपाल सरकारको मापदण्डलाई टेकेर हामीले यो होटल सञ्चालन गर्न गइरहेका छौँ। यसमा केही त्यस्ता प्राविधिक कुराहरू भयो भने यहाँहरूले सहजीकरण गरिदिनुहुन्छ, हामीलाई सल्लाह सुझावहरू दिनुहुनेछ भन्दै यहाँहरूको उपस्थितिलाई धन्यवाद दिन्छु। यहाँ सम्पूर्ण कुराहरू यहाँ यसभन्दा पहिले दिनु भइसकेको कारणले मैले त्यो दोहोऱ्याउन चाहिनँ, यहाँहरूको समय धेरै दिन चाहिनँ। यहाँहरू आउनु थालिदिनु भयो र आभार व्यक्त गर्न चाहन्छु। त्यसै पनि अन्य पत्रकारको टिम पनि यहाँ यसलाई पनि महत्त्व दिएर यहाँ केही समय उहाँहरूलाई 3-4 घन्टा हामीले वेट गरेँ। उहाँहरूप्रति निश्चितता व्यक्त गर्छु। यहाँ सम्पूर्णलाई धन्यवाद। अब हामीले लन्च गरेर सँगै फिरेर धन्यवाद सबैजना।